खेतमा धान ठटाउन जाँदा त किसिम रमाइलो भयो त। सो हेलो 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 सबैजनालाई नयाँ भ्लगमा स्वागत छ। आजको भ्लग चाहिँ खेतमा जानुबाट धान ठटाउनको लागि। मस्त पारामा धानहरू पाकिसकेको छ हल्का हल्की। त्यसपछि चरप्प पारामा चाहिँ आएर धानहरू बिटा उठाएर मजाले बोकेर मस्त पारामा चाहिँ धान ठटाउनु पर्ने हुन्छ घाममा। जता जे भयो भने चाहिँ रमाइलै भयो धान ठटाउन। मस्त पारामा धान ठटाइयो। त्यसपछि चाहिँ नास्ता खाने बेलामा चाहिँ सबजना भयो। नास्ता खाँदा चाहिँ बडा रमाइलो भएको थियो। नास्ता सास्ता खाएर भ्याइसकेपछि चाहिँ हामी फेरि धान हम्किनेतिर लागिसक्यौँ। तपाईँहरूकोतिर चाहिँ यस्तो गर्नु न, कमेन्ट गरिदिनु होला। एन्ड आजको भ्लग यति। ब्याक चाहिँ नेक्स्ट भ्लगमा। अशोक डुम्रे भ्लग्स युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। राधे राधे, बाई।